Is free will an illusion? This is the day one of learning a paradox. विभिन्न धर्म इन्क्लुडिङ हाम्रो सनातन र बौद्ध धर्ममा हाम्रो लागि पहिल्यैदेखि नै दैवी शक्तिद्वारा लेखिएको डिटरमाइन भएको धारणा छ। तर साइन्स एक्ज्याक्ट यसको अपोजिट जान्छ र हाम्रो लाइफ हाम्रो व्यक्तिगत चोइसेस र एक्सनले डिटरमाइन हुने कुरालाई सपोर्ट गर्दछ। तर हामी फ्री विललाई क्वेसन गरी यसको अझै डिपमा गयो भने हाम्रो चोइस र एक्सन पनि डिफ्रेन्ट फ्याक्टर्सले इफेक्ट भएको कुरा बुझ्न सक्छौँ, जसको अर्थ हामीले आफ्नो चोइसेस र एक्सन आफैले लिन्छौँ भन्ने कुरा गलत हुन जान्छ। उदाहरण स्वरूप हजुरले म अबदेखि वर्कआउट गर्न सुरु गर्छु भन्ने चोइस, वर्कआउट गरे भने मसल बिल्ड हुने र केटीहरू पनि पट्टिने भन्ने अन्डरस्ट्यान्डिङले डिटरमाइन भएको हुन्छ। द्याट मिन्स हजुरले म वर्कआउट सुरु गर्छु भन्ने चोइस हजुरको नभएर हजुरले बाहिरी स्रोतबाट पाएको अन्डरस्ट्यान्डिङ र नलेजको रिजल्ट हो, जसले फेरि डिटर्मिनिजमतिर सङ्केत गर्छ। त्यसैले हाम्रो फ्री विल के एउटा ठुलो भ्रम मात्र हो? कमेन्ट डाउन योर थट्स अन दिस प्याराडक्स।